बजार रुसानसँग जान लाग्यो क्या यहाँबाट म अलरेडी लेट भइसक्यो होइन मैले गर्दा सबैलाई लेट हुन्छ जहिले अनि चाहिँ यहाँ थोरै खाजा खान्छु एकदम भोक लाग्यो मैले खाजा खाएको छैन त्यही भएर होइन अन्डा खानु लागि क्या मैले उसिनेको अन्डा फ्रन्ट क्यामेराबाट कस्तो नराम्रो एङ्गल अन्डा खाइसकेँ दुईवटा अब यहाँ चाहिँ पाङ्ग्रा बनाइदिँदै हुनुहुन्छ मलाई म पाङ्ग्रा खान्छु रुसान्ते चाहिँ केही खाने रे रुसान्ते खाएर आइसकेको मैले त अन्डा खाइसकेँ पाङ्ग्रा आयो मेरो पाङ्ग्रा कस्तो राम्रो देखेको हामीसँग हुनुहुन्छ को हुनुहुन्छ मिस्टर जोन जोन अर्को हुनुहुन्छ हामीसँग आदर्श टाइम लाग्यो है तपाईँ यस्तो ढिलो गर्नु हुँदैन उसलाई त्यहाँ पुगेर मसँग ब्यागमा अर्को अरू साथीलाई बोलाउनु नमस्ते अरू अनियर होइन ब्लग हो क्या विमला हजुर यो तेस्रो पटक हो विमलाले के गर्यो दोस्रो पटकमा म पनि थिएँ किन आज फेरि डी चान्दियो विमलाले भनेर आउँछ भनेर अल्छी गरेर सुत्यो बारम्बार फोन गर्दा पनि उठाइदिएन अल्छी बहिनी अर्को यता भर्खरै आउनुभयो यो खोल्नु न एकचोटि चिनेन हजुरको नाम हजुर अर्को हुनुहुन्छ यता हजुरको नाम मेरो नाम नर्मदा लगान्द्री फ्रम जापान नेपाल खै अर्को मान्छे खै है अर्को मान्छे खै अर्को मान्छे मतलब विमला ए विमला उहाँ एकदम गहिरो निन्द्रामा हुनुहुन्छ सरी मैले एकचोटि उहाँलाई उठाएको फेरि सुत्नुभयो बस्नु नि त खै अर्को हुनुहुन्छ ज्योति ज्योति हजुरको नाम ओ कस्तो राम्रो नि राम्रो यहाँ अनि फोकसै भएन क्या तपाईँको चाहिँ हामी चाहिँ भर्खर भ्यालीलाई छोडेर माथि अलिकति हाइटमा आइसक्यो होइन कस्तो रहेछ त उहाँ मेरो साथीहरूले रिकमेन्ड गर्नुभएको ठाउँ हो कि खासमा नर्मदाले जामकी जाम भनेर नर्मदाले गर्दाखेरि म आएको म त्यस्तो घुम्ने मान्छे त होइन नर्मदा काट्न नसकेर आएको कस्तो राम्रो कस्तो राम्रो सिन रहेछ यतातिर जङ्गलै जङ्गल नबनाउँदै थियो त्यहाँनिर एकदमै रमाइलो भइरहेछ आउनु पहिला मन थिएन भन्दा मन थियो तर मान्छे लागिरहेको थियो तर अझै नभएको भएर मैले आफ्नो भिडियो चाहिँ खिच्न पाएन कि रमाइलो भयो तर ठ्याक्कै कस्तो घरको सिन आएको बेलामा परिन्छ क्या दामी दामी कस्तो हौ एकदमै मिल्दैन दामी कस्तो राम्रो सिन चाहिँ हामी चाहिँ स्पटको नजिक आइसक्यौँ होइन
हामीले पछ्याउँदै हुनुहुन्छ म चाहिँ बाटोमा अप्ठ्यारो भएर बाइकमा छु अहिले स्कुटीमा रुसानको बाइक अलि अप्ठ्यारो भएर अलि अप्ठ्यारो होइन धेरै अप्ठ्यारो भएर कहाँ हो कहाँ हो धेरै आउँदैछ हामी आइपुग्यो हामी आइपुग्यो यहाँनिर यिनीहरूले मेरो बिल्ला गरिरहेको छ बिल्ला गरेको होइन के भन्नु त बिल्लीलाई बिल्ला गर्नुपर्छ बोस अरे सुनाइदिनु न के भन्नु बोस बोस म आइहाले बोस भन्छ होला उसलाई चाहिँ हामीलाई चाहिँ हैन कुरा र हैन बिचारा रुसान रुनु मात्रै सकेन बिचरा रुसान इज भेरी सोचो गाई सोझो गाई त्यो सोझो भनेर फाइदा हुन्छ केही भन्दैन रिसाउँदैन सोझो तर बाक्लो ज्योतिको त दाइ अनि अम्बिका सन अग्लो मान्छे आज फर्स्ट टाइम हजुरसँग अघिदेखि बाटोमा त्यही भने भने चाहिँ आज फर्स्ट टाइम अमिकासँग घुम्न जान पाइयो म चाहिँ मेरो म निकाल्छु नि तपाईलाई होइन होइन यसरी खिच्छ म चाहिँ मेरो साथी एकदमै परम मित्रको गोली टाढो नसकेर म आउनुपर्छ क्यामेरा स्टिक छैन कि स्ट्यान्ड मात्रै थियो हात लामो हुने मान्छेहरु छ नि हामीसँग ए खाले पानी भने हेलो के त्यहाँ हेलो के खाम न त के सेलिब्रेटी उहाँ चाहिँ सेलिब्रेटी उहाँ चाहिँ हुनेवाला सेलिब्रेटी अनि उहाँ पनि अलरेडी सेलिब्रेटी आफ्नो पनि कुरा गर्नु म चाहिँ के सेलिब्रेटी म चाहिँ सेलिब्रेटी यता हेर्नु त यता हेर्नु त कसरी हेर्नु सबैजना आउनु त एकचोटि या हामी अगाडि ल्याएर उभिएर त्यही भने आफूले घाम छ उल्टो बनाउनु पर्यो देखिरहेछ। यसो ल्याउनु यताबाट चाहिँ गर न इ यता त झन् यता चाहिँ देख्छ यी यता चाहिँ देख्छ क्या यहाँ आउनु न यहाँ चिपिकाउनु तिम्रो पो आँखा छैन हाम्रो छ नि अलिअलि यार त्यसै पनि मान्छेले पत्तो लाग्दैन नि त यस्तै त थियो भन्ने हुन्छ रुसान ए भने यही ओके एकदमै राम्रो भ्यू छ रहेछ कि यहाँनिर चढ्ने हो र कि पहिला खाजा खाने छ यहाँनिर खाजा म त सक्दिनँ हो त मागे खाजा नखाइकन भोक लागिसक्यो हेलो उहाँको नाम के अरे मेरो नाम ज्योति हो उहाँ चाहिँ एकदमै खतरा आरजे सिङ्गर डान्सर कोरियोग्राफर हुनुहुन्छ है अनि विशेष गरी माई सोलमेट ए होइन के वर्ड फ्लर्ट हान्ने होइन अर्कालाई ए लो मेरो आफ्नै फ्लर्ट साथी गर्ने होइन मेरो साथी बुढी हो फ्लर्ट गर्ने होइन यो रुसानको बाइक यस्तो अप्ठ्यारो यो उकालोमा त म तपाईँसँग आएको भए त म त खस्ने रहेछु त्यही तँलाई पनि यस्तो बुरुक्क गऱ्यो भने त म त उफ्रेर पछाडि जाँदो रहेछु रुसानले एकदमै बिस्तारो स्लो सेफ कुदाउँछ चलाउँछ कि तर आदर्शसँग म चढाइ खाएन बाइकमा आदर्शको नाम पनि यो फापर हो हेर्नु सुजनलाई मेरो एकदमै मनपर्ने फापर है थ्याङ्क यू सो मच माई डियर ब्युटिफुल मलाई ल्याउनु भएकोमा तपाईँलाई बोकेर ल्याएकोमा ल्याउनु यहाँ राम्रो हो नि त हेर्नु कस्तो सुहाना दिन है रमाइलो नि दाइ यता नसुनु मलाई गाउँकुती लाग्छ यता नसुनु गाउँकुती लाग्छ सरी च्यानमा हेर भित्र गर मेरो त यो ठाउँमा अहिलेसम्मको फोर्थ हो नि अम्बिका म यो के हो केही नभन्दाखेरि आइसकेको क्या पुरै यहाँको चाहिँ खाने एकदमै धेरै मान्छे हुँदो रहेछ मैले चाहिँ यहाँ कस्तो एक्सपेक्ट गरेको थिएँ भन्दा सुनसान डाँडा चिहान भन्नुभयो नि त चिहान भन्नुभएको थियो चिहान भन्नुभएको थियो उहाँले अनि मैले चाहिँ सोचेँ सुनसान जङ्गलहरू होला जङ्गलहरू होला भनेको आदर्श क्या राम्रो लुक्स देखेर दिदी कहाँ जाने अब खाजा खानु सुजनलाई ढल्न आँटेर कि म त रुसान्तलाई भनेर अन्डा दुईटा अन्डा दुईटा पाङ्रा खाएर त्यही भएर ढिलो गरेर रहेछ हामी खाएकै छु उनीहरू त अन्डा पाखेर खायो म त हेरेर किन नदिएको चोखे लगायो होला मैले खाइसक्यो भन्यो अनि चोखे लगायो होला आदर्श यता हेर त फिसु
यो पर्पल कलर क्या हाम्रो जान्न हजुर नि अझ घुम्टो पनि ओर्नु न कस्तो घामले खायो क्या लास्ट ए जुम भयो क्या एकछिन नहलाउनु न चक्कर लाग्यो हलम हलम खै तपाईँ खै मै छु त ए यो त नदेख्दो रहेछ यस्तो खेलेको त कस्तो नदेख्ने देखिरहेको छु क्यामेरामा अब यो खेलेको भन्ने कहाँ देख्छ त अनि बसेको मात्रै देख्छ अनि त्यो त अब एङ्गलै मिलेन कि एङ्गलै मिलाउन आएन मलाई यो जमानाको हो यो जमानाकै होला थाहा भएन यार कालु पाडी सुतेछि नि यहाँ सर पहिला म एउटा सरल भिडियो गर्छु ल हस् एउटा रिसोर्ट गाइज यता हेर्नु त कति राम्रो आएको जोन कति राम्रो आएको हेर्नु त हिमालको कारणले यता हेर्नु हजुर छाया पर्यो चाहिन्छ सर सुजन चाहिन्छ चस्मा हटाउनु त अलिक देखेर चिनेन क्या सुजन हो कि होइन सुजन खड्का बम्पड्का नपड्का होस् ज्योति यो खाली भएको है क्या थ्याङ्क यू सो मच नर्बदा सोध्नु न बस्नु लाग्नु भएको कि उठ्नु लागेको ल कहाँ खिच्ने ल फोटो खिचिदिन्छु म अलिक समय यो चाहिँ यता हेर्नु त यता आउनु न यता आउनु न खोइ हामी यताबाट चाहिँ देख्छ ज्योति यता आउनु यहाँ म सरी आँखा हेर्नु जोन कालो पाण्डे हैन कालो पाण्डे कति व्यस्त हो फोन कसैको फोन कति व्यस्त हो कहाँ फोटो खिच्ने भन्यो फोटो अब हामी खाजा खान्छौँ धेरै फोटो खिच्यो होइन धेरै राम्रो सिन रहेछ यो त हिमालदेखि नै सर र हामी त्यहाँनिर फोटो खिच्यो मेनी पिपल ज्योति त यहाँ फोटो खिच्दै यो छन् ठाउँ पुगेन क्या के गर्या आदर्श रिसाको जोनलाई मात्रै फोटो खिच्यो भनेर रुसान त रिसाको छैन नि त हजुर कस्तो राम्रो रहेछ है खानेकुरा अर्डर गर्दै हुनुहुन्छ फ्राइड राइस मात्रै भनेको एउटा मैले भने अरु के सेको के भयो रे सेको दुईटा चाहिँ सेको दुईटा गर्दिनु चिकन हामी चिकन मात्र खान्छौँ दुईटा सेको अरु के खाने हो अमेरिका हजुर के पाउँछ मलाई थाहा छैन आफू समातेर खोइ के पाउँछ मलाई थाहा छैन के भाउजू तपाईँ के खाँदा भाउजू के खाने ल भन्नु चाउमिन पाउँछ ससेज पाउँछ सकिन लाग्यो फ्राइड राइस पाउँछ के भयो तपाईहरुले जे खान्छ त्यही सबै खान्छ खान्छ म हजुर फ्राइड राइस अर्डर गरेको छु त्यो फ्राइड राइस म तिमीलाई दिनु ए के भन्नुभयो मैले अर्डर गरेँ के दुईटा फ्राइड राइस दुईटा सेको सेट एउटा सिमोमो अनि 4वटा चिया एउटा मैले चाहिँ 4वटा चिया तपाईले खान्छ ड्रिंक तपाईहरु जोनलाई त के भन्नु के खाने हामी त त्यही खाने हो सबै अर्का खाने ब्लग जोन सर ब्लग हैन भला भाउजू यो भलको चाहिँ यता यसो सफा गर्दिन बेला भयो यो हैन अघि मैले साबुनले मुख धोराको दाइ हेर्नु कसले भन्दैछ जोले चाहिँ मैले त्यो निकाल्न लिएर यता छेउमा गए भने 3 फुट भएको छ पपया हुन्छ नि त्यो पपया साबुन के प्राइभेसी कुरा छैन छैन प्राइभेसी कुरा केही छैन यो मान्छेको निकाल्दिने कि म निक्लेर जाम यो मान्छे निकाल्दिने म निक्लेर जाम यहाँ दि तर हाल्दिन त दुई जना लक्का जवान मिल्ने क्रिम त तिमीसँग लगाइदेऊ त धेरै ड्राई निधारमा लड्काएर 70
होइन नि सप्तरङ्गी टिङ्गा त्यसरी जाँदैन एउटा अनि 6 वटा 7 वटा अक्टेभमा जानु पर्यो क्या नभए टी 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 डी टी के नदेख्दो रहेछ यताबाट हो यताबाट चाहिँ देखियो जता पनि पुग्दा जै मिठो रहेछ यार हामीले पनि छेक्दै थियो हजुर कस्तो खुसी लागिरहेछ तपाईँ भाउजू आज यताबाट बजार घुम्न जाने फेरि भन्नु न है हजुरसँग घुम्न आउनु पायो कस्तो खुसी लाग्यो यसो जाउँ न हेरौँ ल त्यो यसो मेरो मम्मीलाई देख्नु भएको साइजहरू यसो हिँड्नु न तपाईँ पनि के हो मेरो मम्मीलाई देख्नु जान्छु त जाम नै तर तपाईँको त काम हुन्छ र त मिल्छ हाम्रो छुट्टी छ बेलुका 8 बजेदेखि दाइ हामी यता जाम न घाममा मार्केटै 8 बजे हो उनीहरू यता बस्दा हुँदैन यो छ कि छैन स्क्रिन एकछिन अफ हामी चाहिँ सिट चेन्ज गरेको के मलाई चाहिन्छ होला यता लाइटमा आएर यता हेर्नु त कस्तो फेरि ठ्याक्कै फेरि ल्याउनु न यार तपाईँ त यार शीतलमा छ यहाँ ल्याउनु लाएर हेर्नु सक्दैन नि आदर्श यसले त टाउको रिन्न हुन्छ रुशान्त हजुर हजुर रुशान्त यो को भयो अब अलिअलि गाईको र मेरो उस्तो ब्याग वेयर टफ टफ गाई कसलाई ब्युटिफुल कपललाई भन कसलाई यो हाम्रो ब्युटिफुल हाम्रो जोडी क्युट कपललाई ब्युटिफुल हाम्रो जोन एन्ड दि ब्युटी ब्युटी जोन एन्ड दि ज्योति जोन एन्ड दि ज्योति जोजोलाई जोजो ब्युटी एन्ड द बिस्ट जे जे है वा तपाईहरु त जे जे जेन्से जोनको ज्योति ल्याएर दिन जोनको ज्योति आम्मा आदर्श हिमालले गर्दा क्या राम्रो देखेको आदर्श त्यस्तो भने यार मलाई यार हिमालले राम्रो देखेको मेरो त साइडमा सबै हजुर यहाँको स्टाफ हुनुहुन्छ छोड्नु न दिन लाग्यो अघिदेखि समाते गरेर अरे हाम्रो तर्फबाट है छोड लागि भनेको ताली बजाउनु ताली समाते म दिन खोज्छु समाते गर्छ थ्याङ्क यू सो मच कफी चाहिँ हाम्रो वान एन्ड ओन्ली स्पेशल गोलुलाई मेरो गोलु मल्छ नखाने केही पनि थाहा छ नि हाम्रो घरमा कस्तो मन मोमो दिनु ल खै त फर्काएको फर्काउनु पनि पर्छ नि हजुर के हुँदैछ यहाँ यहाँबाट सबैको खिच्नु न पछाडिको जनता के हुँदैछ यहाँ पछाडिको जनताहरूलाई पनि निकालेर खिच्नु नि ल हामीलाई पनि निकाल ल त्यो मान्छेको त काम छैन तिमी त्यहाँबाट खिच नि तिमी यहाँबाट खिच के आफै त्यहाँबाट खिच्छ तर म यतिकै देखाइदिन्छु ऐना हेरेर जस्तो के यो मान्छे चाहिँ भ्लग हजुर हामी अस्ति कसरी फिल्म हेऱ्यो भन्नु होइन दाइ यस्तो टिममा नर्मदा आज खास त्यो कुरा थियो क्या खास हाम्रो बिहान मुभी हेर्नु जाने भोलि बिहान भोलि दिउँसो काम सुरु हुनुभन्दा होइन उहाँको मुखबाट निस्किनु पर्छ अरे क्या मैले निस्केपछि मात्रै कुरा मिल्छ यहाँनिर टक्क रेडी भएर आउने काम सुरु म त नत्र आज बेलुका सकेर लेट नाइट सो हेर्थ्यो भनेको छैन रहेछ क्या लेट नाइट त्यो चाहिँ राम्रो छ नि त्यो मुभी है के भयो ठिकै सो नै हाल्दिएको छैन कि लेट नाइट जेरी पनि हालेको छैन त्यो राम्रो चलेको छ अस्ति कान्तराको त हालेको थियो हामीले राति गरेर हेरेको कहाँ हेरेको तपाईँहरू सिटी स्क्वायरमा सिटी स्क्वायर एउटा फर्स्ट सो लबी मलमा हेर्यौँ सेकेन्ड सो चाहिँ सिटी स्क्वायर कान्तरा हेर्ने मलाई मन थियो मैले त दुईचोटि हेरेँ नि तपाईँ दुईचोटि हेऱ्यो कान्तरा हेर्ने मलाई पनि मन थियो तर एकजना साथीहरूसँग ओ गोलु नखाइदिनु न बिचरा ब्युटिफुल कपलहरू होइन किन कम हुन्छ नि किन अहिले आफ्नो नदिने हो मलाई अलि हाँस्नु न त्यो दाइ क्या अम्बिकाजी है पहिलो पटक है फर्स्ट टाइम है अम्बिकाजी टाइम है तपाईँलाई थाहा छैन होइन तपाईँलाई थाहा छैन होइन अनि के थाहा छ नि थाहा छैन मलाई उसलाई त के रियाक्ट गरे पछि उस त्यहाँ गर्नु न खाजा चाहिँ हामीले यो मात्रै खान लागेको थोरै मात्रै बढी हो भयो भएका हामी चाहिँ खासमा यो ऐतिहासिक चिज हेर्न भनेर आएको होइन तपाईँहरू स्क्रिन रोकेर चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ काजी कालु पाण्डेको बारेमा लेखेको रहेछ होइन तर हामी यता चाहिँ आएन अब चाहिँ यताभित्र जान्छौँ ए काजी कालु पाण्डेको
योमा चाहिँ स्मारक हजुर कसरी फेरि भन्नुहोस् न ए म चाहिँ गाइड है ल हाम्रो काजी कालु पाण्डेज्यूले चाहिँ अलि साह्रो काजी कालु पाण्डेज्यूले चाहिँ म जे मेरो मरण जस्तो भए पनि मेरो शरीरलाई मरिसकेपछि शरीरलाई चाहिँ मेरो जन्मस्थान देख्ने गरी मेरो प्यारो जिल्ला गाउँ देख्ने गरी राखिदिनु भनेको भएर यहाँ ल्याएर यहाँदेखि गोर्खा पनि देखिन्छ खै गोर्खा डाँडामा उता पनि देखिन्छ त्यो गोर्खा हेर्नलाई चाहिँ हामी त्यो भिटा चढ्नु खै म होइन एकचोटि यहाँबाट पनि देखिन्छ यहाँबाट देखिन्छ कसरी 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 अनि यहाँबाट पनि देखिन्छ अहिले इन्टरनेट पनि नदेखिन्छ कालु पाण्डेलाई चाहिँ भ्यू टावरमा राख्नुपर्छ भन्ने कुरा आयो यहाँ होइन उहाँले यहाँबाट चाहिँ गोर्खा देख्न सक्नुहुन्न भनेर के भनेको त्यहाँ पनि पढ्नु मिल्छ पहिले पढेर यो गरिसके त्यहाँ पनि पढ्नु मिल्छ है यहाँ के लेखेको छ मेरो भिडियो नराखे भ्युज धेरै आउँछ फेरि रुसान्त हि इज भेरी सोचो गाई उहाँले चाहिँ मलाई घरबाट पिकअप गर्नु भएको थियो तर बिच बाटोमा आएर बाइकबाट खसल्ला जस्तो गर्नुभयो अनि मैले चाहिँ ड्राइभर चेन्ज गरेर अर्को ड्राइभरसँग पठाउ ड्राइभर है अघि इन ड्राइभमा आएको घरबाट अनि यता पठाउमा आएको अनि म चाहिँ पहिलाको ड्राइभर है उहाँ चाहिँ पुरानो ड्राइभर त्यस्तो त होइन अब तपाईँले मलाई कहिले चाहिँ ड्रप गरिदिनु भयो सैनिक फेरि भन्नु त एकचोटि कहिले ड्रप गरेको याद छैन कहिले चाहिँ ड्रप गरेर फेरि एकचोटि भन्नु त याद छैन मलाई त नुवाकोटको लडाइँ सुजन के नुवाकोट रहेछ नि त सुजन आदि यस्तो भन्यो त म त छेउमा पनि पर्दैन थिएँ कि नुवाकोटको दरबार हो यो यस्तो भन्यो त आदि म छेउमा पनि पर्दैन थिएँ अनि यो बनाएको चाहिँ 1800 सन् 1801 मा हो तपाईलाई छैन सन हैन अहिलेको 1800 को सन हैन विक्रम सम्वत 1800 को यो पिक्चर गलत बनायो पिक्चर गलत बनायो यस्तो छैन यो यस्तो छैन माथि छैन यस्तो कस्तो छ यो मन्दिर देखायो नि त यही मन्दिर र लस्कर एउटै लाइनमा छ त यो त गलत भयो कालु लडाइँका कुरामा म भन्दा त जान्दो रहेछ अब कटक लडाइँका कुरामा बिना तेरा सल्लाह गर्ने छैन आमरण शाहले चाहिँ कालु पाण्डेलाई चाहिँ यो कालु पाण्डे चाहिँ होइन धेरै नै ब्रेभ भएको अनि यो लडाइँमा चाहिँ बाठो भएको भएर यस्तो भनेको होला नि मैले पढ्नु त पढ्यो तर बिर्स्यो होइन काज गरी काजको खजै चलाउन सकिन्जेल धर्म सम्झी गद्दीको सोझो गरिन्जेल तेरा सन्ततिलाई कचाइ नखोस्नु स्वादका साक्षी गोर्खा फौजको दलमुख भयो केही हतियारहरू अरे पानी दुईटाको काटेछ नि त हतियारको फोटो मात्रै रहेछ त्यो पनि सिसा फुटी गयो पानी हाम्रो दुईटा काटेछ एउटा त एउटाको 45 रुपैयाँ 45 रुपैयाँ समाधि यो चाहिँ समाधि स्थल होइन यहाँको चाहिँ यो चाहिँ कालु पाण्डेको समाधि स्थलको इतिहासले म चाहिँ सबै पढेन है मलाई अलिक यस्तोमा अलिक इन्ट्रेस्ट छैन कालु पाण्डे मुख्यमन्त्री र प्रमुख सेनापति हुनुहुँदो रहेछ त्यतिखेरको म इतिहासमा अलिक धेरै इन्ट्रेस्ट नभएको मान्छे भएको भएर यहाँ चाहिँ हजुरहरूले पनि स्क्यान गर्न सक्नुहुन्छ स्क्रिनलाई रोकेर काजी कालु पाण्डेको बारेमा अझै धेरै जानकारी लिनको लागि भिडियो तिम्रो खिदिन मैले म नखिच्ने म आफै खिच्छु यस्तो गरेर यसरी गोर्खा देखिन्छ भन्छ है सर हजुर देखियो हामी चाहिँ अरू साथीहरू चाहिँ यता बाइक लिन जाँदै हुनुहुन्छ उहाँहरू चाहिँ अलिक बोरिङ मान्छे हो क्या हामी चाहिँ अलिक इन्ट्रेस्टिङ मान्छेहरू बाइक लिन किन जानु पर्यो अहिले माथि जानै छ त अझै खै तिनीहरू कहाँ गयो त
मात्ता भएर हेरिरहेको छु यही चाहिँ हामी दहचोक भ्यू टावर थाक्नु भयो कि उहाँ धेरै माथि रहेछ माथि छ छ्या, मान्छे त लास्ट नाइस अझै माथि थाकिङ उहाँ थाकिङ सरी यस्तो रहेछ कि सरी नर्मदा खै गोर्खा गोर्खा कुन हो खै गोर्खा यतै कुनै होला नि रहेछ गोर्खा उता यता 4 घण्टा लाग्दो रहेछ यस्तो मिठो हावा चल्दो रहेछ यहाँ है क्यामेरामा कैद गर्न नमिल्ने यस्तो मिठो हावा ओ माई गड एकदमै राम्रो ठाउँ ओहो कस्तो मिठो हावा चलेको यो हिमालहरू पनि होला यस्तो हावा चलिरहेछ कस्तो कपाल उडाएन कि उसको कपाल उडाइरहेछ कपाल उडाइरहेछ खाना खाँदाखेरि धेरै टाइम बस्नु पर्छ हाम्रो हावा चलेको क्या हावा चल्यो ए यहाँ आउनु न यता आउनु न यता आउनु न गाइड हामी चाहिँ अहिले यस्तो चिसो ठाउँमा छौँ होइन कस्तो मिठो हावा चल्यो होइन दिउँसो अघि घाम लागेको थियो कस्तो न्यानो भएको थियो होइन अनि अहिले चाहिँ यस्तो मिठो हावा चलेको छ भ्यू यस्तो राम्रो छ तपाईँहरू पनि एकचोटि भिजिट गर्नु होला हजुर हजुर कस्तो पठाइदिनु तेरो साथमा कसो चाहिँ भनिदिनु भनेर त्यहाँसम्म गएर फर्किनु पऱ्यो भए चाहिँ थियो नि एकदमै राम्रो यतातिर चाहिँ कस्तो भन्दाखेरि होइन यता हेर्नु न यतातिर चाहिँ पुरै भ्याली मात्रै देखिने पुरै सहर मात्रै होइन ठ्याक्कै यसको अर्को साइडमा चाहिँ यता पनि यता चाहिँ भ्याली छैन यता चाहिँ सबै डाँडा मात्रै क्या डाँडा गाउँहरू मात्रै के सही लाग्यो मलाई चाहिँ हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ यहाँ नजिकै यस्तै अघि हामी फोटो खिचेको ठाउँ त्यहाँ होइन आधा चाहिँ भ्याली छ अनि ठ्याक्कै आधा चाहिँ यता चाहिँ डाँडाहरू मात्रै छ कति जानुभयो जोन ज्योति रुसान सुजन खै सुजन क्यामेरामा आउनु रहेछ स्कुलको बच्चाहरू आयो होइन ल यता आउने यता यता सबैजना आउनु न आएको कलर क्या ट्रेनमा देखिनु पर्यो नि म देखाउँछु सबै आयो ल एउटै छ यार लामाहरुवाला मान्छे जान्छ को चोर हो देखेन नि भिडियो खिच्दा के हो यो तल यस्तो गर्नु मिलाउनु भिडियो हो क्या यस्तो खिच्दा भयो नि त भिडियो खिच्दा भयो त फोटो खिच्दा भयो एउटा ट्रेनमा आउने त यही हो आजको हाम्रो डेस्टिनेसन हैन आज हाम्रो डेस्टिनेसन यो मात्रै होइन अझै यहाँ मात्र होइन हामी अरू पनि छ अरू पनि जान्छौँ ल तर हामीलाई चाहिँ बलिराजा पठा होइन नबोलिरहेको यता हेर्नु त सबैजना हाम्रो यहाँ जग्गा किन्ने प्लान बनिसक्यो है कहाँ
मैले 9000 हालिसकेँ अब बाँकी दाइको गाली 9000 मैले 1000 थप्दै ल मसँग त 10 रुपियाँ फर्किन लाग्यो हामी यहाँबाट चाहिँ अब हामी अर्को स्पटमा जान्छौँ अर्को स्पटमा आइसक्यो हामी होइन तर यिनीहरूले मलाई गाली गर्न छोड्दैनन् किनकि उहाँलाई ज्याकेट खोल्छु भन्नुहुन्छ जहाँ एकदम धेरै चिसो छ कस्तो राम्रो यहाँ चाहिँ राम्रो आउँदो रहेछ ल यहाँदेखि उता हेर्नु त्यो काठमाडौँ कस्तो राम्रो यहाँ आउनु न यहाँ कस्तो यो फ्रेममा यहाँ चाहिँ राम्रो आउँदो रहेछ क्या राम्रो मान्छे जहाँ पनि राम्रो आउँछ स्याडो पऱ्यो नि त ठिक्कै राम्रो मान्छे जहाँ पनि राम्रो आउँछ कि उसलाई मात्रै फोकस हामी चाहिँ लरने हुँदैन होस् म त ल आउनु कहाँ आउनु यो त हुँदैन सर यो पुस्ने बेला भयो अनि यहाँ चाहिँ हामी अघि अर्को उसमा आयो होइन अघि के भन्छ यो भएन कि यहाँ यो गिस्टेपै बिग्रियो अर्को बनाउनु थकित मानव अल्छी मानव दहचोक भन्नेमा आयो के अरे यो दहचोक होइन दहमा आयो एकदमै राम्रो यहाँ चाहिँ यस्तो यस्तो रहेछ धेरै भिडियोहरू फोटोहरू खिचेको भएर मैले यता चाहिँ भिडियो रेकर्ड गर्न पाएन अघि चाहिँ बिजी भएँ होइन यहाँनिर यस्तो रहेछ अनि यहाँ चाहिँ मेरो साथी हाम्रो उहाँको गीतमा चाहिँ हामी टिकटक बनाउँदैछौँ कस्तो राम्रो आउँछ त किन बजाएर आयो उसले डाउनबाट खिचेर होला यहाँ चाहिँ मोडल्सहरू चाहिँ भिडियो खिच्दैछन् अनि यता चाहिँ फोटो सेसन कार्यक्रम हुँदैछ क्यामेराम्यान सुजन अनि मोडल चाहिँ यता नर्मदा ज्योति अनि अम्बिका तपाईँ सिधा अमेरिकाबाट आएको है क्या होइन नि घुमी घुमी आएको अनि यिनीहरू चाहिँ राम्रो चाहिँ केही होइन कस्तो राम्रो लाग्यो यार तपाईँहरू फोटो खिच्न को कति राम्रो झुट बोल्छिन् भने नि ए रुसान दाजु कतै सत्य बोले रेस्लिङ हुँदै रेस्लिङ हुँदै ज्योतिलाई हाँसो लाग्यो तपाईँलाई माने यार जुन जाउँ न अब के नाचौँ एउटा स्टेप गर न कस्तो कसरी उहाँको मुख चाहिँ होइन चक्टी अब यसै गर्छु नि त यस्तो गरियो एकदमै धेरै रमाइलो भइरहेछ तर सबै खिच्न पाएन कि ल खिचौँ ल खुट्टा नअड्काइकन है ल तर मन्दिर आयो नि कपाल डान्स हुँदैछ यहाँ चाहिँ आउट अफ फ्रेम भयो यार नेक्स्ट अनि यहाँ चाहिँ हामी अघि अर्को उसमा आयो होइन अघि के भन्छ यो भएन कि यहाँ यो गिस्टेपै बिग्रियो अर्को ल हामी चाहिँ यहाँबाट निस्केको कोही पनि छैन सुनसान छ होइन सुनसान ल ह्याप्पी टियर गाइज दौडिँदा हिँड्दा जना चाहिँ ओहो मदन फर्किन लागेको सनसेट भइसके जस्तो छ होइन भइसक्यो होला कस्तो राम्रो भ्यू आउँदो रहेछ जाँदा पनि होइन अभि मैले कस्तो दामी वा हो गर्ने के हो अरे
दामी दामी इन्द्रदह भन्छ उता आउने घरको पार्किङ गर्नु सनसेट देखेको ल इन्द्रदह भन्छ सनसेट देखाउँ यस्तै हो यो हुँदैन अन्त अनि यस्तो यहाँबाट आउँछ अम्बिका ब्याग खिच्नु नि अझ बस्ने गरी नाइट आउटको लागि है कस्तो राम्रो जुम हावा हेर्न हजुर के भन्नुभएको You are Siggy. I'm Rushan. He is Joe. She is Jyoti. डान्स कस्तो रे ल ल ल माय नेम इज चुक्की एकदमै राम्रो भ्यू देखिँदो रहेछ यतिखेर चाहिँ होइन वाउ हामी चाहिँ यहाँ छौँ खानेकुरा कुरिरहेछौँ भ्यू चाहिँ दामी छ होइन खानेकुरा आउनु टाइम लाग्छ एकदमै कडा चिसो लाग्दो रहेछ कि हावा चल्दो रहेछ यहाँनिर टाउकोमै हान्ने होइन सबैजनाको म हालत देखाइदिन्छु है जाडो भएर सबैजना इग्लु भइसक्यो अनि भिडियो हेर्दैछु कि हाम्रो नाचेको चियर्स ल को बोल्यो ल लेबु मिलेन छिटो बल्ल हाम्रो खानेकुरा आयो अहिले कति बज्यो अहिले बज्यो 6:52 गयो तपाईहरु अब हेरिबस्नु है नखानु है त्यसै हामी मात्रै खान्छौँ हाम्रो भ्लगको एन्ड पार्ट आइसक्यो होइन अब चाहिँ हामी एकदम चिसो भयो त्यही भएर म हबिबी भएको छु है अब अलिक आँखाहरू पनि देखाउँ न के भन्छ अब हामी घर जानेवाला छौँ घर जान्छौँ होइन काममा जान्छौँ कतै न कतै त जान्छौँ यहाँबाट चाहिँ जाँदैछौँ तल झिलिमिली हेर्नुहोस् तिहार भनेको यो हो यस्तो छ के क्यामेराको लागि पनि भ्याएको छैन ल थ्याङ्क यू सो मच गाइस सबैजनालाई धेरै धेरै धन्यवाद अब हामी जान्छौँ ल बाई बाई ए भन्न मेरा भाइ हो देउसी रे ए राम्ररी भन देउसी रे ए सुरबिलाई कन देउसी रे ए देउसी रे भन देउसी रे ए यसपालिको देउसी रे ए तिहारैमा देउसी रे साथी भाइ देउसी रे ए डाँडामा आयौँ देउसी रे ए सुकुटी खायौँ देउसी रे अरू पनि खायौँ ल थ्याङ्क यू सो मच अब घर गयौँ बाई बाई ल सुरेमा आएको हो क्या देउ सुरे सक्यो चार्ज पनि सक्यो सिगना नजिस्क न नजिक गर भिडियो हो बन्द अहिले के देख्नु कस्तो राम्रो भ्यू देखेको मेरो क्यामेराले चाहिँ यो यस्तो देख्दैन रातिमा होइन म चाहिँ सोनीको फोनबाट खिचिरहेको छु अन्धारो पनि छ धेरै मेरो भ्लगमै सामेल गर्छु यो चाहिँ मेरै भ्लगमा आउँछ कुन चाहिँ बताउँदाखेरि यो दामी दामी अहिले कति बज्यो 7 बजिसक्यो होइन 7 बजिसक्यो ओ माई गॉड यो चाहिँ आज तिहार आउनु अब 1 दिन बाँकी छ क्या भाइटिका आउनु हिजो लक्ष्मी पूजा भयो अब आज के पूजा हो यो चाहिँ अझै यो अहिले स्पिडमा भएर यस्तो देखियो कि यसको चाहिँ फोटो खिच्नुलाई कस्तो राम्रो हुन्छ होइन ओ माई गॉड कस्तो राम्रो देख्यो धेरै राम्रो देख्यो ल सक्यो है अब यता चाहिँ हामी जाँदैछौँ है अब यहाँबाट डिरेक्ट हामी ड्युटी जानुपर्छ मेरो क्यामेरामा चाहिँ चार्ज पनि छैन
अनि अन्धारोमा चाहिँ अलिक लाइट पनि पुग्दैन होइन हजुर आफूलाई देखाउँदै मलाई कसरी देख सुजन खड्का अगाडि हाम्रो पछाडि चाहिँ साथीहरू आउँदै हुन्छ खै देख्दैन त अलिक लाइट नपुग्ने रहेछ अगाडि चाहिँ सेल्फी लाइट पछाडिबाट चाहिँ एकदम बाइकहरू आएको डेन्जर एकदमै रमाइलो भयो तर एकदमै चिसो पनि भयो चिसो रहेछ अहिले त त्यस्तो भएको छैन अब भोलि चाहिँ बिहान उठ्दाखेरि नाक बन्द हुन्छ लुगा लाग्छ होइन भन्दाखेरि भ्याली एकदमै राम्रो देखेछ अनि अहिले चाहिँ होइन अहिलेको सरकारलाई पनि धेरै धेरै हामी थ्याङ्कफुल हुनुपर्छ यस्तो धेरै झिलिमिली रातभरि एकचोटि पनि लोड सेडिङ नभइकन होइन लाइट नभइकन यस्तो राम्रो देखेको छ भ्याली सबै गाउँतिर नै यस्तै लाइट भयो कति राम्रो हुन्थ्यो सहर भने सहरै हो होइन ल अब हामी जाँदैछौँ हो सुजनको फोनमा पनि धेरै ब्याट्री छैन अहिले फेरि तल गएर हजुरकोमा हुन्छ हाम्रोमा नि हुन्छ तर यस्तो धेरै बाटो हुँदैन नि त बाटो हुँदैन कि धेरै आकाश पनि राम्रो हामी अगाडि जानुपर्छ यिनीहरू अगाडि गयो डर लाग्छ कि कस्तो अँध्यारो छ छिटो भएको छिटो यिनीहरू बसेको डर लाग्छ म लास्टमा छु कि डर लाग्छ कि मलाई अँध्यारोमा चाहिँ डर लाग्छ हजुर को आएको छ पछाडि यिनीहरू किन भागेन यस्तो डेन्जर छ बाटो अलिक लाउनु दिँदैन अझै बाटो हेरेर है बाटो हेरेर होइन हामी पिक्चरमा हिँड्नुपर्छ कि गरेपछि चार्ज पनि सकिन्छ यहाँ चाहिँ लाइट भयो भने अझै राम्रो हुन्थ्यो साइड साइडमा यस्तो डेन्जर बाटो चाहिँ यहाँ चाहिँ यो पनि हुन्छ होला वन्यजन्तु पनि हुन्छ होला मैले चाहिँ यस्तैमा हामी हिँडिराख्ने होला भन्ने सोचेको थिएँ कि अघिको चाहिँ अघिको जस्तो मान्छे नै मान्छे हुन्छ अरे सोचेको थिएँ कि यस्तो एक्सपेक्ट गरेको थिएँ कि जङ्गलमा हिँडिराख्ने होला अघिको चाहिँ मैले यहाँको चाहिँ मैले अघि दिउँसम्ममा नि लिएको छु ल 15% भयो चार्ज सिजन ल यो अड्किन्छ मेरो यस्तो म चाहिँ यस्तो गरेर अनुहार छिर्दिएको मिल्यो मेरो मिल्यो आयो
What is it?